होला। तपाईले चाहिँ कुनै पनि एउटा स्टेप चाहिँ मिस गर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल पाउनु हुँदैन। लामो समयदेखि फेसबुकमा काम गरिरहनु भएको छ तर अहिलेसम्म पनि कन्टेन्ट मोनेटाइजेसन पाउनु भएको छैन भने चाहिँ यो भिडियो चाहिँ तपाईहरुलाई एकदमै उपयोगी हुनेछ है। म चाहिँ टेक्निकली मेथडबाट चाहिँ भन्न सक्दैन, म चाहिँ तपाईहरुलाई एउटा ट्रिक सिकाउने छु। त्यो ट्रिक अप्लाई गर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ आफ्नो जुनसुकै जस्तोसुकै आइडीमा पनि तपाईले मोनेटाइज गर्न सक्नुहुन्छ। मैले पनि सेम त्यही ट्रिक नै अप्लाई गरेको थिएँ। मैले पनि 2 पटक अप्लाई गरेको थिएँ मैले चाहिँ, र मैले 2 पटक अप्लाई म आफै स्वयंले पाएँ र त्यस्तै गरेर चाहिँ मैले मेरो मम्मी मोनेटाइज गरेको छु। र आजको यस भिडियोमा म तपाईहरुलाई त्यो ट्रिक सम्झाउने छु र त्यसको लागि चाहिँ मलाई फलो गर्नु होला। र यो भिडियो इन्फर्मेटिभ छ, सबैले अन्तिमसम्म हेर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र भिडियोलाई सक्दो सेयर। ज्यादै इन्फर्मेटिभ छ। हामीले चाहिँ कसरी कन्टेन्ट मोनेटाइजेसन टुल पाउन सक्छौं भनेर चाहिँ। र तपाईहरुको अर्को मुख्य ध्यान दिनुपर्ने कुरा के हो भनेपछि हामीले चाहिँ एउटै क्याटेगोरीको भिडियो हाल्नुपर्छ है। जस्तै मैले आफूले टिच सम्बन्धी भिडियो बनाएर तपाईहरुलाई सिकाइरहेको छु, त्यस्तो क्याटेगोरीको छुट्टै गराउनुपर्छ। जस्तै टिकटक बनाएर हाल्नुहुन्छ, अरु केही आउँदैन तपाईलाई, टिकटक मात्रै गराएर हाल्नुहुन्छ भने पनि तपाईले त्यस्तै खाले मात्रै भिडियो बनाएर हाल्नुपर्छ। र तपाईहरु त्यो पनि छैन भनेपछि अर्को भिडियोलाई ल्याएर काटेर पोस्ट गर्नुहुन्छ भने पनि तपाईले त्यस्तो खाले भिडियो मात्रै गराउनुस्। त्यस्तो खाले गराए पनि छिट्टै कन्टेन्ट मोनेटाइजेसन टुल हामीले चाहिँ मेटालाई रिपोर्ट दिने हो। त्यो मेटाले रिपोर्ट हेर्छ र हाम्रो कन्टेन्ट चेक गर्छ पहिला। कन्टेन्ट चेक गरिसकेपछि मात्रै पछि हामीलाई दिने हो मेटाले कन्टेन्ट मोनेटाइजेसन टुल। इन्भाइट वाली भएको साथीहरु चाहिँ छिट्टै कन्टेन्ट मोनेटाइजेसन पाउनुहुन्छ र वेटिङ लिस्टमा भएको साथीहरुलाई चाहिँ अलि गाह्रो छ है। तपाईहरु कसको वेटिङ लिस्टमा छ त्यो पनि भन्नु होला कमेन्टमा। ल लागौ है त भिडियोतर्फ। म चाहिँ तपाईहरुलाई मेरो मोबाइलको स्क्रिन रेकर्ड गरेर चाहिँ सम्पूर्ण चीजहरु देखाउँछु। त्यसमा चाहिँ तपाईहरुले स्टेप बाइ स्टेप फलो गर्नु होला। तपाईहरुले चाहिँ कुनै पनि एउटा स्टेप चाहिँ मिस गर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल पाउनु हुँदैन है त। म चाहिँ तपाईलाई स्टेप बाइ स्टेप सम्पूर्ण कुराहरु सिकाउँछु। तपाईले चाहिँ भिडियोलाई लास्टसम्म हेर्नै पर्ने हुन्छ है। ल तपाईहरु चाहिँ सर्वप्रथम जानुस् आफ्नो फेसबुक प्रोफाइलमा र तपाईहरुले चाहिँ जे चलाउनुहुन्छ है त्यसैमा जानुस् है। तपाईले चाहिँ आफ्नो फेसबुक चाहिँ आफ्नो तपाईले प्रोफाइलमा जानुस् पहिला। तपाईहरु चाहिँ आफ्नो प्रोफाइलमा गइसकेपछि तपाईहरुले चाहिँ यहाँको 3 डटमा क्लिक गरेर आफ्नो प्रोफाइलको चाहिँ कपी लिंक गर्नु होला है। अब आफ्नो प्रोफाइल पेजमा के मोनेटाइज गर्न चाहनुहुन्छ त्यसैमा जानु होला है। पहिले चाहिँ आफ्नो अब प्रोफाइलमा गइसकेपछि तपाईहरुले आफ्नो प्रोफाइलमा जानु होला। प्रोफाइल हो, यसमा चाहिँ म मोनेटाइज गर्ने कोसिस गर्नेछु। यो मैले कन्टेन्टहरु चाहिँ केही अपलोड खासै गरेको छैन, तैपनि मैले ट्राई गर्नेछु कि मेटाले चाहिँ 2 दिनदेखि अथवा 1-2 दिनदेखि 7 दिनसम्म कन्टेन्ट मोनेटाइजेसन टुल दिन्छ कि दिँदैन त। मोनेटाइज सेक्सनमा जानु होला र आफू चाहिँ यहाँ मोनेटाइज सेक्सनमा आइसकेपछि तपाईहरु यहाँ देख्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन चाहिँ इन्भिटेसन ओन्ली छ है। तपाईले चाहिँ यसको एउटा स्क्रिनशट गर्नु होला। फेरि तपाईले जानु होला। यसमा चाहिँ मेरो क्राइटेरिया ग्रेजुएटेड रहेछ तर मेरो वेटिङ लिस्टमा रहेछ। इन्भाइट ओन्ली भएको मलाई पनि छिटो मिल्न सक्छ तर चाहिँ मेरो चाहिँ यहाँ एउटा स्क्रिनशट गर्नु होला। चाहिँ यसको पनि स्क्रिनशट लगिसकेपछि तपाईले स्क्रोल गर्दै जानु होला तलपट्टि। तलपट्टि स्क्रोल गरिसकेपछि चाहिँ यहाँ कुनामा रहेको छ सपोर्ट होम छ। तपाईले चाहिँ यो सपोर्ट होममा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ तलपट्टि आउँछ रिपोर्ट अ टेक्निकल प्रब्लम भन्छ है। तपाईले चाहिँ सिम्पली योमा क्लिक गर्नु होला र त्यो भइसकेपछि यस्तो खाले इन्टरफेस खुल्छ। तपाईले इन्क्लुडमा नथिचेर डन्ट इन्क्लुडमा थिच्नुहोस् र हो तपाईले चाहिँ यो कुरामा चाहिँ ध्यान दिनु होला है। तपाईले चाहिँ यो स्टेपमा आइसकेपछि एउटा कुरामा चाहिँ अवश्य ध्यान दिनुपर्ने हुन्छ। त्यो हो यति धेरै छन्। तपाईले चाहिँ सिम्पली अरु कसैमा नथिचेर यहाँ देखाएको हुन्छ कि स्क्रोल गर्दै जाँदाखेरि तपाईले हेर्नु होला प्रोफाइल छ, प्रोफाइलमा क्लिक गर्नुहोस्। हो अब चाहिँ 90% साथीहरुले चाहिँ यही मिस्टेक गर्नुहुन्छ के आफूले जे पाउँदै हाल्दिनुहुन्छ के। तपाईहरुले सिम्पली आफूले स्क्रिन रेकर्ड गर्नु भएको छ भने स्क्रिन रेकर्ड पनि सबमिट गर्न सक्नुहुन्छ। र मैले चाहिँ के गरेको छु स्क्रिनशट लगेको छु हैन। र म चाहिँ अहिले यहाँ चाहिँ आफ्नो स्क्रिनशट चाहिँ सबमिट गर्छु है त। अपलोड योर फोन भनेको छ त्योमा क्लिक गर्नु होला र तपाईहरुले अघि लगेका सबै स्क्रिनशटहरु चाहिँ यहाँ एक एक गरेर सबमिट गर्नुपर्ने हुन्छ। हो अब चाहिँ हामीले एक एक गरेर यहाँ आफ्नो स्क्रिनशट हाल्नुपर्ने हुन्छ है। पहिले चाहिँ आफ्नो कन्टेन्ट मोनेटाइजेसन चाहिँ वेटिङ लिस्टमा भएको चाहिँ तपाईले स्क्रिनशट हाल्नु होला। त्यसपछि फेरि चाहिँ यहाँ जुन इन्भिटेसन ओन्ली भनेको छ नि हो त्यसलाई पनि तपाईहरुले चाहिँ स्क्रिनशट मेटालाई लगाउनु पर्ने हुन्छ। तपाईले चाहिँ यसै गरेर आफ्नो दुवै स्क्रिनशटहरु चाहिँ सबमिट गर्नु होला है त। मेरो चाहिँ मोबाइलले राम्रोसँग एक्सेस नगरेको कारणले मैले चाहिँ एउटा मात्र स्क्रिनशट लगाएँ। र तपाईले चाहिँ अब मेन इस्यु तपाईहरुले चाहिँ यहाँ डिस्क्राइब गर्नुपर्ने हुन्छ। र मैले पहिले बनाइसकेको छु आफूले चाहिँ रिपोर्ट गर्न आउँदैन भने चाहिँ मैले पिन गरिदिएको छु। र एउटा तपाईले अर्को काम गर्नुपर्ने हुन्छ। तपाईले चाहिँ आफ्नो प्रोफाइलको नाम के छ तपाईले चाहिँ आफ्नो प्रोफाइलको योमा आफ्नो नाम राख्नुपर्ने हुन्छ है। ल मेरो प्रोफाइलको नाम चाहिँ किरण छेत्री छ है। र तपाईले अब फेरि तलपट्टि गइसकेपछि तपाईले यहाँ फेरि आफ्नो जुन कपी गरेको आफ्नो प्रोफाइलको लिंक छ नि हो तपाईले चाहिँ आफ्नो प्रोफाइलको चाहिँ लिंक चाहिँ यहाँ पेस्ट गरिदिनु होला है। र तपाईले यति सम्पूर्ण काम गरिसकेपछि चाहिँ तपाईहरुले सेन्ड रिपोर्टमा चाहिँ तपाईले क्लिक गर्नु होला। वेट गर्नुपर्ने हुन्छ 5 देखि
1 हप्तासम्मको दिनमा तपाईँलाई चाहिँ कन्टेन्ट मोनेटाइजेसन अवश्य मिल्छ।